राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकमा केही दलहरूसँग तालमेलको सन्दर्भमा छलफल भइरहेको छ भनेर यहाँ कार्यवाहक सभापतिले जानकारी गराउनु भएको र तालमेल किन गर्ने भन्दाखेरि यो बेलामा राष्ट्रिय सभामा प्रतिनिधि सभाको निर्वाचन पछाडि नयाँ प्रतिनिधि सभा बन्दै गर्दाखेरि संविधानको रक्षार्थ राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका निर्वाह गर्न सक्ने गरिकन संविधान निर्माणको नेतृत्व गर्ने मुख्य तीन दलको बीचमा कम्तीमा राष्ट्रिय सभामा चाहिँ एउटा समझदारी गर्ने र प्रतिनिधि सभाको निर्वाचन हामी सबैले आफ्नो ताकतमा लड्ने भन्ने कुरा हाम्रो सन्दर्भमा त प्रश्न छँदैछ भन्ने कुरा थियो। त्यसैले यो सङ्ख्याको कुरा होइन भन्ने यहाँ छलफल भएको कुरा हो। तर आज एकैपटक राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा हामीले सिट बाँडफाँड गऱ्यौँ भनेर उहाँहरू आउनु लोकसभा त्यसरी बाँडफाँड गऱ्यौँ भनेर आउनुभयो। त्यसैले यो तालमेलको यसको सैद्धान्तिक आधार के हो, किन गरेको हो? हामी भाद्र 23 र 24 गते अगाडि एउटा राजनीतिक गठबन्धनमा थियौँ। त्यसको त्यो यात्रा त्यहीँबाट टुङ्गिछ। हामीले त नयाँ यात्रा प्रारम्भ गर्नुपर्ने छ। यस्तो महत्त्वपूर्ण राजनीतिक विषयमा निर्णय गर्दै गर्दाखेरि पार्टीको जिम्मेवार पदाधिकारीहरू पार्टीको कमिटीहरूलाई कुनै पनि कुराहरू केही पनि थाहा नहुने, सभापतिजी यहाँको बैठकमा नआउने तर सभापतिजीको कक्षमा बसेर यी बैठकहरूका बारेमा 2-4 जना नेताहरू बसेर निर्णय गर्ने सम्पूर्ण पार्टीको जिम्माको निर्णयले त्यो निर्णयको जिम्मेवारी चाहिँ हामीले लिनुपर्ने। यो न्यायपूर्ण पनि छैन, यो गर्नु पनि हुँदैन। त्यसैले पार्टीको बैठकमा मैले राखेको आजको असहमति पहिलो कुरा, तपाईहरुले जुन तालमेल गर्ने निर्णय गर्नुभएको छ जेको आधारमा त्यसलाई जुन यसलाई जे आधार दिनुभएको छ ती कुनै पनि निर्णयहरू हाम्रो यहाँ केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आएर यसमा तर्कपूर्ण छलफल भएर भएको निर्णय होइन। त्यसकारणले गर्दा यो निर्णयको स्वामित्व हामी लिँदैनौँ।